नमस्कार, द टाइमलाइनको यो नयाँ भिडियोमा यहाँलाई स्वागत छ। आजको भिडियोमा हामीले नेपालका सबैभन्दा खतरनाक सडकहरूको बारेमा जानकारीमूलक भिडियो लिएर आएका छौं। यो शीर्षक सुन्दा तपाईको मनमा डरलाग्दो तस्बिर आउँछ होला। फिरालो पहाडहरू, साँघुरा बाटोहरू, गहिरा खाडलहरू र हरेक मोडमा लुकेका खतराहरू। नेपालका यी सडकहरू एकातिर हाम्रो देशको सुन्दरताको प्रतीक हुन्, तर अर्कोतिर चुनौती पनि हुन्। एक सानो गल्ती, एक क्षणको लापरवाही र जीवन सधैँका लागि परिवर्तन हुन सक्छ। विश्व स्वास्थ्य संगठन अनुसार नेपालमा सडक दुर्घटनाबाट हरेक वर्ष करिब 8,000 मानिसहरूले ज्यान गुमाउँदछन्, जसको दर प्रति 1 लाख जनसङ्ख्यामा 28.2 रहेको छ। यो संख्या विश्वकै उच्च मध्ये एक हो। सन् 2024 देखि 25 मा मात्र नेपालमा दैनिक औसत 75 दुर्घटना भएका छन्, जसमा 2369 भन्दा बढीले ज्यान गुमाएका छन्। यो तथ्याङ्कले हामीलाई सोच्न बाध्य तुल्याउँछ। तर यी दुर्घटनाहरू सबै सडकमा समान रूपमा हुँदैनन्। केही सडकहरू छन् जसलाई मृत्युको बाटो भनिन्छ, जस्तै नारायणगढ मुगलिन, कर्णाली राजमार्ग र बीपी राजमार्ग। आज यस भिडियोमा हामी नेपालका सबैभन्दा खतरनाक सडकहरूको बारेमा विस्तृत रूपमा जानकारी दिनेछौं। नेपालमा आधुनिक सडक निर्माण सन् 1950 को दशकबाट सुरु भएको थियो। यो काम अत्यन्तै चुनौतीपूर्ण थियो किनकि हाम्रो देशको भूगोल जटिल छ। हिमालयका पहाडहरू, नदीहरू र भूकम्पीय क्षेत्रहरू। त्रिभुवन राजपथ सन् 1956 मा भारतको सहयोगमा निर्माण सुरु भयो, जसले काठमाडौँलाई भारतसँग जोड्यो। यो 172 किलोमिटर लामो सडक बनाउन 6 वर्ष लाग्यो र यसले नेपालको यातायातमा क्रान्ति ल्यायो। पृथ्वी राजमार्ग सन् 1968 मा चीनको सहयोगमा सम्पन्न भयो। यसको लम्बाइ 174 किलोमिटर छ र यो काठमाडौँलाई पोखरा र तराईसँग जोड्दछ। यसको नारायणगढ मुगलिन खण्ड 36 किलोमिटर लामो छ, जसलाई शिवालिक पहाडी श्रृङ्खलामा बनाइएको हो। यो क्षेत्रको माटो कमजोर छ, जसले पहिरो र भूक्षयको समस्या बढाउँदछ। कर्णाली राजमार्ग सन् 1975 मा सुरु भयो र सन् 2009 मा पूर्ण भयो, जसको लम्बाइ 233 किलोमिटर छ। यो सुर्खेतबाट जुम्ला र हुम्लासम्म पुग्दछ, जसले सुदूरपश्चिमका दुर्गम जिल्लाहरूलाई देशका अन्य भागहरूसँग जोड्छ। तर यो सडक बनाउन 20 वर्षभन्दा बढी लामो समय लाग्यो र अझै पूर्ण रूपमा कालोपत्रे भएको छैन। बीपी राजमार्ग सन् 1996 मा जापानको सहयोगमा सुरु भयो र सन् 2015 मा पूर्ण भयो, जसको लम्बाइ 158 किलोमिटर छ। यो धुलीखेलबाट सिन्धुली हुँदै बर्दिवास पुग्छ र यसमा 400 भन्दा बढी खुम्तीहरू छन्। यी सडकहरू निर्माण गर्दा इन्जिनियरहरूले पहाड काट्ने, पुल बनाउने र मौसमको सामना गर्ने जस्ता चुनौतीहरू झेल्नु पर्यो। बजेट सीमित थियो, प्रविधि कमजोर थियो र प्राकृतिक प्रकोपहरूले काम रोक्दथे। यी कारणहरूले सडकहरू सुरुदेखि नै खतरनाक बन्न पुगे। सन् 2025 सम्ममा यी सडकहरूमा मर्मतको कमी छ, जसले दुर्घटना बढाइरहेको छ। अब कुरा गरौँ मृत्युका तथ्याङ्कहरूको। नेपालका सडक दुर्घटनाहरू विश्वकै डरलाग्दा छन्। सन् 2024-25 को तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष करिब 12,000 भन्दा बढी दुर्घटना हुन्छन्, जसमा 2,500 भन्दा बढीले ज्यान गुमाउँदछन्। दैनिक औसत 75 दुर्घटना, 7 मृत्यु र 83 घाइते हुन्छन्। यो संख्या दिनको 7 जना बराबर हो। प्रत्येक 3 घण्टामा एक नेपालीले सडक दुर्घटनामा प्राण त्याग्दछ। नारायणगढ मुगलिन खण्डमा वार्षिक 400 भन्दा बढी दुर्घटना हुन्छन्, जसमा प्रति किलोमिटर मृत्युदर नेपालकै उच्च छ, औसत 1.7। सन् 2025 मा यो खण्डमा 62 भन्दा बढी मृत्यु भएका छन्। कर्णाली राजमार्गमा वार्षिक 200 भन्दा बढी दुर्घटना, 50 भन्दा बढी मृत्यु, जसमा दैलेख कालीकोट खण्ड सबैभन्दा घातक रहेको छ। सन् 2025 को दशैंमा मात्र कर्णालीमा 52 दुर्घटना भएका थिए, जसमा 6 जनाको मृत्यु भयो। बीपी राजमार्गमा वार्षिक 25 देखि 35 को मृत्यु हुन्छ। सिन्धुली खण्डमा 2024-25 मा 205 दुर्घटना भएका थिए। सबैभन्दा खतरनाक महिनाहरू असारमा 40% दुर्घटना पहिरोबाट हुन्छ र दशैं तिहारमा 35% भन्दा बढी दुर्घटना ओभरलोडबाट हुन्छ। समय अनुसार बिहान 4 देखि 6 र साँझ 6 देखि 8 बजे बढी दुर्घटना हुने गरेको छ। विश्व तुलनामा बोलिभियाको डेथ रोडमा पहिले 200 देखि 300 मृत्यु भएको थियो। अहिले 20 देखि 30 मात्र दुर्घटना हुने गर्छ, किनकि नयाँ वैकल्पिक सडकहरू बनेका छन्। चीनको गोलियाङ रोडमा 10 देखि 20 को प्रतिवर्ष मृत्यु हुने गरेको छ। तर नेपालको नारायणगढ मुगलिनमा 100 भन्दा बढी प्रतिवर्ष मृत्यु हुने गरेको छ, जसले यसलाई विश्वकै खतरनाक मध्ये एक बनाउँदछ।
गुयेना र नेपालका सडकहरू विश्वकै सबैभन्दा जोखिमपूर्ण छन्, जहाँ मृत्युदर प्रति 1 लाखमा 20 भन्दा बढी रहेको छ। यी सडकहरू किन यति खतरनाक छन्? पहिलो कारण भौगोलिक। नारायणगढ मोकलिनमा सडक चौडाइ मात्र 5 देखि 6 मिटर रहेको छ। 2 ठूला गाडी एकैपटक जान मुस्किल रहेको छ। एकातिर त्रिशुली नदी 300 देखि 500 मिटर गहिरो खाडल रहेको छ भने अर्कोतिर ठाडो भिर रहेको छ। सन् 2025 मा यो खण्डमा वर्षा र पहिरोले धेरै पटक बन्द भएको थियो। कर्णाली राजमार्गमा 500 देखि 1000 मिटर गहिराई खाडल रहेको छ। कुनै गार्ड रेल राखिएको छैन, सडक अनपेभ र ढुङ्गाले भरिएको छ। यो राजमार्ग 3300 मिटर उचाइमा छ, जसले मौसम परिवर्तनको जोखिम बढाउँछ। बीपी राजमार्गमा 400 भन्दा बढी मोडहरू, ब्लाइन्ड कर्नरहरू र 180 डिग्री खुम्तीहरू रहेका छन्। दोस्रो, मौसमी कारण। मनसुनमा पहिरो र भुचे हुन्छ। जस्तै नारायणगढ मोकलिनमा सन् 2025 मा 47 ठाउँमा पहिरो गएको थियो। कर्णालीमा जाडोको समयमा हिउँ र कुहिरोले गर्दा पनि सडक दुर्घटना निम्त्याउन सक्छ। तापक्रम 15 डिग्रीसम्म कम हुन सक्छ। बीपी राजमार्गमा वर्षाको समयमा बाढी र कुहिरोले गर्दा सडक दुर्घटना बढाइरहेको छ। कुहिरो लाग्दा दृश्यता 10 मिटर भन्दा कम हुने गर्छ। सन् 2025 मा भारी वर्षाले यो राजमार्गमा धेरै फाक डुबाएको थियो। तेस्रो, मानवीय कारण, जसमा लापरवाही ड्राइभिङ पर्दछ। 45% दुर्घटना ओभरटेकबाट हुने गरेका छन्। पुराना गाडीहरू, बसहरूको औसत उमेर 20 वर्ष हुन्छ। 60% ट्रकमा ब्रेक कमजोर भएको र केही गाडी पुराना भएकोले पनि दुर्घटना हुने गरेको छ। ओभरलोडिङ। दशैंमा 40 सिटको बसमा 80 यात्रु बोकिरहेका छन्, जसले गर्दा ब्रेक क्षमता 50% घट्दछ। चालक थकान। कुनै समयमा चालकहरूले 14 देखि 16 घण्टा भन्दा बढी ड्राइभिङ गरिरहेका छन्। यी सबै मिलेर दुर्घटना निम्त्याउँदछ। अब हामी खतरनाक सडक खण्डको बारेमा कुरा गरौं। नारायणगढ मोकलिङ सडकमा महादेव बेसीलाई मृत्युको खोला भनिन्छ, किनकि यो ठाउँमा सडक त्रिशुली नदीको एकदमै नजिक रहेको छ। बाटो अत्यन्त साँघुरो र ब्लाइन्ड कर्नरहरू धेरै छन्। यो खण्डमा दुर्घटना दर उच्च रहेको छ। त्यस्तै सिस्ने खोलाको मोडलाई ब्लाइन्ड डेथ टर्न भनिन्छ, किनकि यो 100 डिग्रीको तिखो खुम्ती हो र ब्रेक फेल भए गाडी सोझै गहिरो खाडलमा खस्छ। देवघाट खण्डलाई नदीको मुख पनि भनिन्छ, किनकि यहाँ बाढीको उच्च जोखिम छ र भिडभाड धेरै हुन्छ। यस्ता ठाउँहरूमा वर्षा र पहिरोले खतरा क्षण बनाउँदछ। कर्णाली राजमार्गमा राखेफेदी नर्कको ढोका नामले चिनिन्छ, किनकि सडकको चौडाइ मात्र 3 मिटर छ। एकातिर 500 मिटर गहिरो खाडल छ र कुनै सुरक्षा पर्खाल छैन। बीपी राजमार्गमा कुतले भन्ज्याङ कुहिरोको मायाजाल हो, किनकि यहाँ कुहिरो र साफ टर्नहरू छन्, जसले वार्षिक 15 देखि 20 मोटरसाइकल दुर्घटना निम्त्याउँदछ। दुल्लो घुम्तीलाई 40 मोडे मृत्युको नामले चिनिन्छ, किनकि यहाँ लगातार 40 वटा मोडहरू छन्, जसले ब्रेक तातेर ब्रेक फेल हुने समस्या बढाउँदछ। यी ब्ल्याक स्पटहरूमा सडकहरूको खराब अवस्था र मौसमले खतरा क्षण बढाउँदछ। यी सडकहरूमा भएका भयानक दुर्घटनाहरू सुन्दा मन अमिलो हुन्छ। नारायणगढ मोकलिनमा सन् 2022 जनवरी 14 मा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस खस्यो, जसमा 35 जनाको मृत्यु भयो र 10 जना घाइते भए। चालकले अत्याधिक गतिमा ओभरटेक गर्न खोज्दा ट्रकसँग ठोकियो र बस 300 मिटर तल त्रिशुली नदीमा खस्यो। 2074 असोज 24 गते मुगलिङ नजिकै बस दुर्घटना भयो, जसमा ब्लाइन्ड कर्नरमा ओभरटेक गर्दा 31 जनाको मृत्यु भयो। कर्णालीमा सन् 2021 अक्टोबर 8 मा जीप खस्यो, जसमा बरफले चिप्लिएर 7 जनाको मृत्यु भयो। 2079 मंसिर 14 मा एउटा बस कर्णाली नदीमा खस्यो, ब्रेक फेल भएर 14 जनाको मृत्यु भयो। बीपी राजमार्गमा सन् 2023 मार्च 23 मा ओभरलोड ट्रक ठोकिँदा 8 जनाको मृत्यु भयो। 2078 भाद्रमा कुहिरोमा जीप खस्यो, जसले एउटै परिवारका 7 जनालाई सधैँका लागि खोस्यो। 2080 असारमा मात्र नारायणगढ मोकलिनमा 12 ठूला दुर्घटना भए, जसमा 27 जनाले ज्यान गुमाएका थिए। यी घटनाहरूबाट मुख्य सिकाइ यो हो कि लापरवाही ड्राइभिङ, पुराना गाडी र मौसमको व्यवस्थाले दुर्घटना निम्त्याउँदछ। अनुभवी चालकहरूले समय व्यवस्थापन गर्छन्, मौसम हेर्छन्, गाडी राम्ररी जाँच्छन्, लामो यात्रामा आराम लिन्छन् र गति नियन्त्रणमा राख्छन्। तर उनीहरूको मुख्य माग छ सडक ठूलो बनाइयोस्, गार्ड रेल राखियोस् र उचित पारिश्रम दियोस्। सरकारले पनि सडक सुरक्षा सुधार्न प्रयास गरिरहेको छ। नेपाल रोड सेफ्टी एक्सन प्लान 2021 देखि 2030 ले सडक सुरक्षालाई प्राथमिकता दिएको छ। यसमा घाइतेहरूको उपचारका लागि अलग्गै फन्डको व्यवस्था छ र सन् 2050 सम्म दुर्घटना शून्य बनाउने लक्ष्य राखेको छ।
नारायणगढ मुक्लिन विस्तार आयोजना सन् 2016 देखि चलिरहेको छ, जसको बजेट 32 अर्ब छ, तर पहिरो, बजेट अभाव र अन्य कारणले ढिलो भइरहेको छ। एमसीए नेपालले रोड मेन्टेनेन्सका लागि ठूलो कन्ट्र्याक्टमा साइन गरेको छ। कर्णाली र बीपी राजमार्गमा पनि वैकल्पिक सडकहरू र पुलहरूको योजना छन्। ट्राफिक व्यवस्थापनमा चेकपोस्ट, स्पिड राडर र अन्य जाँच बढाइएको छ। इमर्जेन्सी सेवामा एम्बुलेन्स स्ट्यान्डबाई र उद्धार टोलीहरू छन्। काठमाडौँमा रोड सेफ्टी वर्कसपहरू भइरहेका छन् र सुदूरपश्चिममा युवा रोड सेफ्टी क्याम्पेन सुरु भएको छ। तर अझै धेरै चुनौतीहरू छन्, जस्तै भौगोलिक समस्या, प्राविधिक अभाव, भ्रष्टाचार र राजनीतिक अस्थिरता। सुरक्षाको निम्ति सधैँ याद राख्नुहोस्, यात्रा अघि बिहान 6 देखि 9 बजे वा दिउँसो 3 देखि 5 बजेसम्मको समय छान्नुहोस्। रातको समय वा मनसुनमा यात्रा नगर्नुहोस्। नयाँ र राम्रो मेन्टेनेन्स भएको गाडी छान्नुहोस्, जसमा लाइसेन्स, फिटनेस र इन्सुरेन्स भएको होस् र चालक अनुभवी होस्। साथमा पानी, खाना, फर्स्ट एड किट, टर्च, चार्ज भएको फोन र पावर ब्याङ्क, आपतकालीन नम्बरहरू, गर्मी वा जाडोको कपडा, आवश्यक औषधि र आइडी कार्ड बोक्नुहोस्। यात्राको समयमा सिट बेल्ट सधैँ बाँध्नुहोस्। चालकले लापरवाही गरे वा अत्याधिक गति लिए सम्झाउनुहोस्। रातको यात्रा, सस्तो वा ओभरलोड गाडीमा जानु, उभिएर यात्रा गर्नु, रक्सीको सेवन गरेर यात्रा गर्नु हानिकारक हुन्छ। यी काम नगर्नुहोस्। आपतकालीन अवस्थामा नआत्तिनुहोस्। आपतकालीन नम्बर सेभ गर्नुहोस्, जस्तै नेपाल पुलिसको 100, ट्राफिकको 103 र एम्बुलेन्सको 102 जस्ता नम्बरहरू याद गर्नुहोस्। विश्वका अन्य खतरनाक सडकहरूसँग तुलना गर्दा नेपालका सडकहरू अझै उच्च जोखिममा छन्। बोलिभियाको डेथ रोडमा नयाँ वैकल्पिक सडक बनेपछि मृत्युदर 90% घटेर अहिले 20 देखि 30 मात्र भएको छ। चीनको गुओ लियाङ रोडमा 10 देखि 20 मृत्यु प्रति वर्ष छ। भारतको जोजिला पासमा प्रत्येक वर्ष 50 देखि 70 को मृत्यु हुन्छ। तर नेपालको नारायणगढ मुक्लिनमा 400 भन्दा बढी दुर्घटना र 100 भन्दा बढी मृत्यु हुन्छ, जसले यसलाई अत्यन्त खतरनाक बनाउँछ। कर्णालीमा 200 भन्दा बढी दुर्घटना र 50 भन्दा बढी मृत्यु हुन्छ। मुख्य कारणहरू धेरै यातायात, सुरक्षा उपायको अभाव, निरन्तर प्राकृतिक प्रकोप र सुधारमा ढिलाइरहेका छन्। यी सडकहरू हाम्रो भौगोलिक यथार्थ हुन् र हामी यी सडक बिना रहन सक्दैनौं, तर हामी यसलाई सुरक्षित बनाउन सक्छौं। 3 कुराहरू सधैँ याद राख्नुहोस्। पहिलो, सुरक्षा, धैर्य राख्नु र नियम पालन गर्नु। तपाईको महत्व घर पुग्नु हो, छिटो पुग्नु होइन। यदि यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा आफ्नो अनुभव शेयर गर्नुहोस्। सुरक्षित रहनुहोस्। द टाइमलाइन टिमको शुभकामना। अर्को भिडियोमा अर्को प्रस्तुतिका साथ उपस्थित हुनेछौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।